हेलो गाइस, वेलकम टु ब्याक माई भ्लग। हामी चाहिँ आज फाइनल्ली गोदावरी आइरहेछौँ। गोदावरीको माथिबाट टप भ्यू देखिरहनु भएको छ। हेर्नु, केही पनि देखिन्न, कुहिरोले एकदम ढाकिरहेछ काठमाडौँ भ्यालीलाई। हामी चाहिँ अब बर्खाको सिजन, कहीँ कतै नगए हुनाले हामी यसो आएको थियौँ। कस्तो लागिरहेछ दाजु यसो आजको राइड है? आजको राइड एकदम बवाल क्यापिटल छ टक्क होइन, मजा छ, यताउता सबै बवाल छ आज फेरि होइन। माथि जाने के गर्ने भन्ने कुरा हुन्छ एकछिनमा। त्यही हुन्छ। अनि हामी चाहिँ फाइनल्ली अघि हिँडेको 1 बजे समथिङ 1 बजे होला, त्यस्तै हिँडेको। अब एकछिनमा लगभग गइन्छ माथितिर। हामी खासमा यही हेर्नलाई आएको, कति भ्यालीमा बस्नु, कति त्यो गर्नु भनेर चाहिँ आज आइयो भनौँ। सो हेलो गाइस, वेलकम टु ब्याक माई भ्लग। फाइनल्ली गोदावरी हामी जाँदैछौँ, गोदावरी माथि पार्कमा हावा पाउने ठाउँमा। सो आजको फुल भ्लग चाहिँ साँझ आउँछ युट्युबमा, कति छ गर्नु होला। टक्क सबैले माया गरिदिनु होला है। आज गोदावरी अगाडि फोटो भिडियोहरू खिच्दैछ। हामीले एउटा झोला भएको भए राम्रो खालको ब्यागमा बियर लिएर आउने भनेर आएको। सो गाइस, यहाँबाट चाहिँ बाटो अफरोड रहेछ। अफरोड रहेछ, अफरोड त कुन हो कि छैन रहेछ भनौँ। मोबाइलमै गर्न सक्छ। बाटो अफरोड रहेछ, तर माथि ठाउँ कस्तो छ थाहा छैन। त बबाल नि यार। बादल पनि देख्न पाइयो आज। जङ्गलतिरको भाइ छ है। बाइक बाटोमा लागेर मार्दै ल्याएर हाम्रो गइरहेको होला क्या बाइकतिर होइन। पुरै त्यही हुन्छ क्या। अस्ति फेरि सोबार गइयो नि त। को सम्मी र को छ हिजो घर गयो। हिजो घरकै अर्कीले बल्ल गरिदिँदै म्याचिङ रानीले यस दुईवटा सँगै बस्नु। दुइटै गइसकिन्। बुझी किनेर ल एकदिन भिडा भनिरहेको छु। मिडलमा आउँछ या दुईमा आल्या बेला ब्लक गरिदियो अरे। भने फोन गरेँ मैले, बेलुका तैँले नम्बर दिएको दिनमा गरेँ, गफसफ गरेँ, राम्रै कुरा गरिरहेको थिएँ। फेरि अस्ति तँलाई फोन गरेको थिएँ, म फोन हालेर सिट बल गरिदिन्छ पैसाले चलाउँछ होला। दिनको एक दिन फ्याँकिदिन्छ अरे तैँले बोयफ्रेन्डले। हो दिनमा एकचोटि कसरी थाहा भयो? छन्डीले भन्दै थियो। त्यो छन्डीले मलाई मरिरहन्थ्यो दिनको एक दिन। हो विचार गरौँ न त, म चाहिँ मान्छे हुँदैन त हुँदैन भन्ने। अस्ति त चोखै पठाइयो यार। त्यस्तो हन्टर रहेछ खतरा क्या।
दैलेको काजी दाई भन्ने छ अँ, उसलाई भिडाएको उसले थुकेर फालिदियो कसले थुकेर पठाइदियो क्या कसले काजी दाई अँ काजी दाईले आएपछि दाइले को काजी को घाँटी दैलेको एकजना छ मलाई भिडा अरे ठोक्ने जस्तो लाग्यो। कताबाट भिडाइदिनु छैन कतै बाटो पनि बिजोड रहेछ है बिस्तारै बिस्तारै है बिरे काम अगाडिको बिरे सस्तो छ के गर्छ त कहाँ हिँडालिरहेको छु लिगमा जान खोजेको नि यो बिस्तारै आफ्नो बाटो हिँड्नु खुट्टा टेकेर बिस्तारै सिक्लिन्छ भने थाहा नि तँलाई यस्तो यहीँ बिचबाट हिँड्ने भइगएको थियो यतैबाट है अनि सिक्लिहाल्छ नि यस्तो बाटोमा सिक्लिएको हेर न काठमाडौँ भ्याली यार छोडिदियो माथि छौँ पहिला यो चिप्लिने रे बाटोको यो खाडाबाट खुट्टा टेकेर बिस्तारै धक्का गर्ने सिक्लिहाल्छ सुत्नुको मजा आउँदैन अब बिस्तारै जानु राम्रो तर सुत्नु ठिक भयो चिप्लिन्छ के त्यो किन हताइरहेको छ त्यसले बाइक कस्तो चिप्लिरहेको छ नाच्छ भाइ बिस्तारै माथि चाल हो माथिबाट जाऊ माथिबाट जाऊ यहीँबाट जानु जान्छ छिराइसक्यो बाटोमा खुट्टा लामो भएर मात्रै अड्किन्छ नि छोटा खुट्टा हुने भने पल्टिन खोज्छ नि बाटो खत्तमै रहेछ माथि तर जान चाहिँ लोत्रै जाँदो रहेछ एकमा कहाँ दुईमा हालिराखे गियर एकमै दुईमा लिँदै नउकाल्दै नउकाल के भाइ बिचैबाट छिरा चिप्लिहाल्छ यसै बिचैबाट छिरा हो त्यहाँबाट बिस्तारै भात तर्ले के हो त्यसै बिस्तारै खुट्टा टेकेर के बलो ज्यादा नछ भिडियो बनाउँदै गरेँ जस्तो भयो नि कलज त्यसै नछोड के बिस्तारै छोड न बिस्तारै लिन फेरि नाच्छ भाइ बाटोको अवस्था चाहिँ डेन्जर रहेछ बाटोको अवस्था चाहिँ डेन्जर आएछ है बाटोमा सर्टकट रहेछ यताबाट हामी चाहिँ सर्टकट होइन लङकटमै जाने हो मुना हाल भने कि कस्तो गर्न आइरहेको
बेसी हरियो छ निकै भेटिएन त यार अलिकति भेट्नु पर्छ देखाएर छ जाइन सर एउटा यहाँ बिचबाट लिएन म्हणजे कलर ज्यादा छोडिदिन्छ क्या त्यसरी कलर नछोड्यो यताको मान यता बाइक भयो भयो कहाँ त्यस्तो नाली यहीँबाट आएको छ त्यो त्यस्तो कलर नछोड्यो ज्यादा बेटा कलर कममा छ न कलर त्यति छोड्यो बाबु आराम त्यस्तो हतार नगरेर बिस्तारै आफ्नो भेट्नु भन्नु नि गाडी हतार हो एकदम राम्रो जानिरहेको यतिकै बेला आफै बेटा जरुरी भन्दैन भन्नु लिएन बाटो यस्तो मजाले आफ्नै ताल्दैन कि म यतिकै बेला ज्यादा पनि नगरेर कम पनि नगरेको गाडी त्यतिमै रहन्छ क्या हात स्टप त्यतिमै राख्छ आफ्नै चल्नु भन्छु भिडियो कन्टिन्यू है ठिकैमा जाउँ त्यही भएर बिस्तारै आफ्नो त्यही भएर कि हरियाली मजाले देखिरहेको छ अलिक ठाउँ भयो नि यताउता भइसक्यो टाढा देख्दैन क्या बाटो तैँले त्यो ल्याउनु पर्ने तिमीहरू घर कहिले जान्छ तिमी जानुहुन्छ तँ के गर्छ जानु भने के हुन्छ ल बादल लागेको मौसममा हामी आइपुगेका अलरेडी
ल है काफल अनि सेलुपुरु सब पाउँदो रहेछ धेरै बराबर होला है यो धेरै बराबर होला क्या खै धेरै बराबर होला हेर्न निकाला पाउने होला नि त्यो होइन होला माथि ओगडेन रानीबाडी रानीबाडी ओगडेन पुनः बिचमा जानु एकदमै सुधाउनु नखाउँ अब होटेलको नानी त खायल यार अस्ति उ गर्छ यार लास्टै फर्काउँछ कहिले भन्छु मगाइसकेपछि मैले भने एउटा बजिँदैन नि क्या भने त्यस्तै लास्टै उ गर्छ म सधैँ बिहान थर्काएर आउँछु त्यो बेलुका मात्रै त 3-4 जनालाई थर्काएको हो भने बेलुकाखेरि म चाहिँ हिजो बेलुका 9वटा हानिदिइरहेको थिएँ होइन माछिक्ने म कहाँ छु भन्ने थाहा थिएन म चाहिँ ल होटेलमा खाना खानु गएको भोक लागेन होइन खाना खान मन थिएन म चाहिँ थाकेन भनेर थालमा हालेर अगाडि ल्याएको माछिक्ने म चम्चाले कच्चा हाने थालमा चामललाई भातलाई यसरी म चाहिँ कच्चा मोसमास पारिदिएँ म चम्चो फेरि पछि आएँ म धेरैलाई थर्काएको हिँड्छु सामानको चार्जमा भयो भने अहिले म नमागेको बिहान बिहानै रविवार बिहान बिहानै एउटा माछ सिक्नेलाई झन्डै पुग्यो माथि मुटु हल्का फाइनली आम गोदावरी हामी गोदावरी फाइनली हामी गोदावरी सो बवाल भ्यू है बर्खा लाग्यो जाने बेलाको हो यो बवाल छ भ्यू सो गाइज यस्तो बाटोमा छौँ हामी जोस बाटो चाहिँ ठिकै हो चौतारी पनि रहेछ बस्ने है के गर्नु अब गाह्रो छ
बोल्नु पर्छ युरो लगाऊ गाइस हामी अफरोडमा राइड भन्नु कुहिरो लाग्यो गाइस हामी अफरोडमा राइड टक्क लाएर गोदावरी डाँडैमा लाखमाला आडैमा एकदमै होला माथिबाटै लिएर माथिबाट यताबाट कि बिचबाटै लिन्छ होला खुट्टा टेक्नु पर्ने होला यति त फाइदा रह्यो क्या हो झप्पा त पाएको म यता जानै पाउँदैन गोदावरी पुगेर फर्किसक्यो गाउँमा होइन रनिङमा यति भइदियो नि फिल हुन्छ कि हामीतिर त यस्तो बाटो के मन्दा मैले ओडा विषयमा एउटा भिडियो बनाएको थियो के ओडा विषयमा एउटा भिडियो बनाएको थियो मैले त्यहाँ कमेन्ट हाने दादीभरि म माथि खन्नेका क्या के मेरो बाबु काङ्ग्रेस हुने त काङ्ग्रेस भयो अब यसले पनि उ गऱ्यो पक्षपात गऱ्यो हामीले भोट दिए तेरो जिताएको मुखीलाई त भन्नु पऱ्यो त होइन के भनिरहेको थियो र भन्नु उसले ओडातिर के गरेर रहेछ खाने गर्ने मबाट गर कार्यकाल खाइसक्यो भनेर रहेछ तपाईँ सबै हुन नखोज्नुहोस् हर्क के अरे हर्क बाली जस्तै होला लोकतिर बनाउला भने सोच्नु पाएको होला नगर्नुहोस् भनेर हिँड्यो दादीभरि खन्नेका मैले भनिदिएको थिएँ यतिको 8 बाउको युवा हुनुपर्छ 8 हुनुपर्छ भनेर कमेन्ट गरेँ बोल्न पाउनु स्वतन्त्रताको अधिकार हो भनेर किशोरे खन्ने सुरुमा कसरी सोचिरहेको छु सकारात्मक नकारात्मक कुन रूपमा लिन्छ भन्ने कुरा हो ब्रो भने त्यहाँबाट अर्को च्यानलले कमेन्ट हाने आउँथ्यो धेरैको धारणा राखौँला भनेको थियो के धेरैको धारणा राखौँला अहिले अरूसम्म भेटौँ भने फेरि भना पनि पढिरहेको थियो कहाँ हेरौँला त्यो कमेन्टहरू
कि गलत भने डराउने बारीदेखि के डर मान्छ मैले घुम्दिन्छ यार अगाडि अलि टक्कै यस्तो नम्बरका जनताहरू बुझ भनेका थिएँ बुझ अब भनेको थिएँ हेलो हेलो त्यस्तै भना पनि परिरहेको थियो गाइस एकदम बवाल थियो है तपाईँहरूलाई हामी आजको राइड मजाले देखाउनेछौँ राइड चाहिँ मैले गर्दैछु क्यामेराम्यान चाहिँ मेरो दाजु हुनुहुन्छ दुईजना चट्ट गइरहेछन् है तर बाइक चाहिँ ठिकै हो यार दाइ है पिकअप राम्रो दिन्छ क्या त मैले धेरै बराबर भने हो क्या जङ्गलले हो क्या दाइ मेरो हातै चिसो भइसक्यो मोबाइल समातेर गाइस बाटो चाहिँ एकदम बिजोग छ है तर मजा पनि आइरहेछ बवाल पनि छ जतिको बिजोग छ त्यतिको बवाल पनि छ रमाइलो पनि धेरै छ
गाइस हामी चाहिँ देखाइरहेछौँ लास्ट बहुत इन्जोय भइरहेछ आज यसकै लागि हो हामी यहाँ आएको वाउ सो ब्युटिफुल पिसफुल प्लेस चिसो चिसो मौसम है कस्तो ठन्डी हो जाडो 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 पानी संरक्षण पोखरी पानी संरक्षण पोखरी पानी संरक्षण पोखरी पानी संरक्षण पोखरी बाइक हामी जङ्गल सो पोखरी पानी रहेछ यहाँ चाहिँ बल रहेछ है टक्क लाएर होइन ढाडै दुख्ने भयो यार ब्रो दामी रहेछ है यसो फोटो सोटो नि खिच्दै गरौँ तेरो फोनमा त राम्रो देखाउँछ नखिच्नु होला फिलहालमा रास्ता खराब है यदि पहाड़ों में फंसा हूँ रास्ता कौन है कैसे आऊँ बजारमा अब घुम्नु मजा नआएको नेपाल घुम्नु मजा आउँछ आज तँलाई बाइक मिल्ने रहेछ छम्मा हान्न जानुपर्ने थियो यार त फोन गर्छु त्यही त होला यसो बाइक पायो लाइसेन्स गरायो लाइसेन्स गराएदेखि ढुक्क हुन्छ नि त एक दिन बाइक भएको बेला मलाई भन्दै बाइक पायो भने तँलाई कस्तो ब्याङ्क पर्छ यसो पैसा सुधार गरेर जानुपर्छ मलाई आजै बोलाइरहेको यस्तो पनि भयो क्या अब बिहानै फोन गरेको त तँलाई काममा जान्छ होला त जान्न hello Musa त्यहाँ गयो नि किन
फुलचोकी टावर फुलचोकी आइयो फाइनली होइन हेलो गाइस हामी चाहिँ फुलचोकी पुगेका छौँ है अब चाहिँ बाटो ओह्रालो रहेछ होमस्टे पनि रहेछ नि यहाँबाट देखिन्छ होला दामी कुहिरोले केही देखिँदैन के अरे त्यस्तै लेखा छ त सुसु गरौँ पानी कहाँ छ र खाने छैन है त्यो पाउने फुलचोकीमा के अरे फलाम पाउने ठाउँ हेर्ने भन्ने हो कि कस्तो फलाम पाउँछ यही फुलचोकी त होइन यो अघि लेखेको थिएन कस्तो सुन्दर फलाम भेट्छ कहाँ लेखिरहेको हुन्छ कि किताबमा अब कहाँ भेट्छ भनेर लेखेर माटोभित्र कि यस्तै माटोभित्र एउटा त्यतिर कतै बस्नु क्या आर्मीको त्यतिर कतै बस्नु जस्तो भयो भिडियो बनाइहाल्नु हेरेर पनि भिडियो त बनाइहाल्नु हेलो गाइज हामी चाहिँ आइपुगेका छौँ के अरे फुलचोकी हो के भन्ने ठाउँ स्पेसली नाम पनि थाहा छैन यस्तै रहेछ
अलिअलि घामको ऊ मात्रै देखिएको छ। पार्किङ गर्ने यतै रहेछ, उता जान मिल्दैन होला। सैनिक इलाका रहेछ यता चाहिँ। खोइ चाबीहरू फाल्छ। चाबी त्यहीँ होला। सो राइडिङ गर्दै हुनुहुन्छ, नढाल्नु होला है दाजु। आफ्नो भए त केही थिएन, बनाइहालिन्थ्यो, चलाइहालिन्थ्यो। दाजुको हो, के गर्नु, गाह्रो छ। तर यो लेकतिरै आइयो हामी, धेरै टाढा आइयो छ। यो लेकै हो एकदमै है। लेक हाम्रो के भन्छ माथि जाजरकोटतिर छ त्यस्तै ठाउँ रहेछ। बबाल एकदमै मन पर्यो मलाई चाहिँ। म आएको थिएन यता, आज चाहिँ आएँ फाइनल्ली। अब चाहिँ योभन्दा माथि चाहिँ अब चिया खाने ठाउँ लेखेको छ, हामी हेर्छौँ। त्यतै पार गरिदिउँ है, त्यतै पार गरिदिउँ। माथि जानुपर्छ, माथि जानुपर्छ, त्यतै पार्किङ गरिदिउँ। यता माथि जाऊँ ल, हिँडेर। भिडियो बना, म यहीँ बस्छु। ल भिडियो बनाएर गइहाल्नु ल। ल ल ल। अब फाइनली चट्ट हेलमेट यहाँ छ, बाइक पनि यतै छ। म चाहिँ अब यसो भिडियो बनाउँदै। ल ल, म एकैछिनमा आइहालेँ। वन डिभिजन फुलचोकी नै रहेछ यता। यहाँभन्दा माथि चाहिँ सैनिक इलाका रहेछ। सो आइयो है। आजको भिडियो चाहिँ साँझ टक्क अपलोड हुनेछ। सबैजनाले माया गर्नुहुन्छ भन्ने म आशावादी छु। यसमा चाहिँ बबालै ठाउँ रहेछ, मन्दिर पनि सक्यो। सो फुलचोकी संरक्षण वाउ, बबाल ठाउँ। यही रहेछ फुलचोकी भन्ने, आइपुग्यो। वाह, बबाल है, बबाल दामी ठाउँ रहेछ। यहाँसम्म पनि आइयो फाइनल्ली। यो चाहिँ आफ्नो मनको आस्था, आफूले जे माग्यो त्यही पाउँछ भन्ने हुन्छ यसमा चाहिँ। म पनि एकछिन गरेर देखाउने छु, चट्ट भएर है। वाह, लिङ्क्स नै दामी छ यार। सो यो चाहिँ मन्दिर हो। जुत्ता चप्पल राख्ने भनेको थियो यार, म जुत्तैसँग आएँ। सो म जुत्ता निकालेर चाहिँ आउँछु। मन्दिर रहेछ, मन्दिर पास के जुत्ता लिएर जानु है। दामी दामी ठाउँ रहेछ। वाह, जे होस् अन्त जुत्ता राखेँ मैले। अन्त जानभन्दा पनि यस्तै यस्तै ठाउँतिर मलाई चाहिँ एकदम आउनु मन लाग्छ। दामी। वाह, गौतम बुद्धको मूर्ति पनि रहेछ। बुद्ध, सो ब्युटिफुल प्लेस यार, दामी रहेछ। वाह, मन्दिर मन्दिर रहेछ। म चाहिँ आफ्नै मनबाट माग्छु। यता सेनाहरू बस्दो रहेछ, कि सेनाहरू रहेछ। दामी ठाउँ। वाह, दामी। ल पैसा पनि भएन यार, छ्या नमजा लाग्दो भयो। सो यार ब्युटिफुल। दान पेटीको दान राख्न हुन्थ्यो, पैसै भएन यार। दामी ठाउँ है, एकदम बबाल। उसले चाहिँ बाइक घुमाइरहेछ फन्ती। सो म चाहिँ आएँ है गाइज, तपाईँहरू पनि आउनु होला यो ठाउँ।
हामीले लगभग गोदावरी पार्कबाट माथि भिडियो बनाएर आइराखेका छौँ। अब तपाईँहरू पनि आउनु होला भन्न चाहन्छु। सो गाइस अब चाहिँ हामी लाग्नुपर्ने हुन्छ। फोटो भिडियोहरू एकछिनमा साथीलाई बोलाएर खिच्छु गाइस। ओके बाई। सो गाइस अब हामी चाहिँ यहाँबाट लाग्नुपर्ने हुन्छ। फोटो भिडियो पनि खिच्यौँ। ल यहाँबाट मेरो भिडियो बनाएँ। रकैमा एकछिन बनाइदिन्छु। लाग्नुपर्ने हुन्छ। थ्याङ्क यू फर वाच माई भिडियो है। यस्तै भिडियोहरू आउँदै गर्छ युट्युबतिर। मलाई माया गरिदिनु होला एकदमै। तपाईँहरू सब्सक्राइब गरिदिनु होला भन्ने मलाई आशा छ। गरिदिनु भएको पनि छ कतिले। एकदमै रहर लाग्छ भिडियो खिच्न। अब यस्तो घुमेको भिडियो अब देखाउनु पर्यो मेरो अडियन्सलाई। त्यसैले म देखाउँछु। सो अब यहाँ हाम्रो भिडियो चाहिँ इन्डिङ हुन्छ, यहाँबाट सकिन्छ। सो बाई, अर्को भिडियोमा भेटौँला। ओके बाई।